ल सबैजना हाम्रो भ्युजरहरूले हेर्नु होला हाम्रो चाहिँ यो कफी 16 प्रो मैक्स छ है यो चाहिँ कफीमा हो यो चाहिँ लक कसरी तोड्ने भन्ने चाहिँ तपाईहरुलाई जानकारीमूलक भिडियो म देखाउन गइरहेको छु यसमा चाहिँ अब अहिले चाहिँ लक थाहा छैन यहाँ सेकेन्ड देखाइरहेछ है अननोन देखाइरहेछ अब यो इमर्जेन्सीबाट मात्रै भइरहेछ है एकछिन अब टाइमिङ मागेको छ अब पावर अफ गर्दा पनि यसले पावर अफ गर्यो फर्स्ट यसरी नै देखाउँछ है पुरै आइफोन 16 को नै 16 प्रो मैक्स को नै देखाइरहेछ अब यसलाई लक हामीले भोल्युम डाउन भोल्युम र पावर बटन एकसाथ प्रेस गर्ने भोल्युम डाउन र पावर बटन चाहिँ प्रेस गरिरहने त्यसपछि अब यहाँनेरि आएपछि घुइक्क गर्छ है यसले जब भाइब्रेट गर्छ त्यसपछि हामीले पावर बटन चाहिँ छोड्छौं हेर्नु होला है लक कसरी तोड्ने भनेर तपाईहरु पनि यो भिडियो हेरेर चाहिँ आफुले अब यो ओपन भएपछि हामीले पावर बटन छोड्दिसक्यौं भोल्युम डाउन प्रेस गरिरहेछौं भोल्युम डाउन चाहिँ प्रेस चाहिँ छोड्नु हुँदैन यहाँनेरि अब उ आउँछ के रे यो अप्सन आयो यो अप्सन आएपछि चाहिँ के भन्छ नो कनेक्ट नो कमान्ड भनेको छ त्यसपछि पावर बटन थिच्ने भोल्युम अफ पावर बटन भोल्युम अफ थिचेपछि अलिकति कस्तो हल्लिरहेछ हो यतिकैबाट अब हामीले यसलाई डाउन गरेर फ्याक्ट्री रिसेटमा जान्छौं वेब डाटा एन्ड फ्याक्ट्री रिसेटमा यसलाई फेरि पावर बटन अनि यस गर्ने तल्लोमा यस गरेर अनि गर्छौं यसको लक तोड्यो अब फेरि रिबुट नाउ गर्यो रिबुट नाउ हो ल यो भिडियो चाहिँ झर्को नमानी हेर्नु होला यो तपाईहरुलाई एकदमै काम लाग्न सक्छ अब धेरै जना त अहिले अब यति लक भनेर सोच्नु भएको छ तर नजान्ने मान्छेलाई गाह्रै छ त्यही भएर हेर्नु होला राम्रो छ तपाईहरुले पनि यो भिडियो हेरेर चाहिँ फलो पनि गर्नु होला हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनुस् होला है हामी यस्तो भिडियोहरु आफूले जानेको कुराहरु तपाईहरु समक्ष शेयर गर्छौं यो चाहिँ 16 प्रो मैक्स चाइनिज हो है यस्तो छ है कपी अर्को हामीसँग 12 प्रो मैक्स पनि कपी रहेको छ यस्तो हुन्छ प्रो मैक्स हैन होला यो 12 प्रो मैक्स है हैन यस्तो का 12 मैक्स हैन 16 प्रो होला यो यस्तो भनिन्छ बोलिन्छ अनि 16 त त्यो हैन 15 चाहिँ हो त्यो 15 को टाइप सी हुन्छ त्यो आइफोन कै छ 14 प्रो मैक्स हो त्यसो भए त्यो आइसक्यो हैन लोगो आइसक्यो हेर्नु होला ल भइसक्यो है हेर्नु होला अब हामी यसलाई तपाई पक्रिनु स्टार्ट गर्छौं यसलाई हैन स्किप गर्छौं यसलाई नहानी आउँदैन आउँदैन र स्किप आयो त्यही त बोल्नु स्किप हुँदै जाए गाइज नेक्स्ट काठमाडौँ नेक्स्ट नाम तल त मैले देखिन चाहिँ स्किप न ल यो तपाईहरुलाई कतिको ठीक लाग्छ हेर्नु होला र पुरा भिडियो हेरेर चाहिँ तपाईहरुले पनि यो भिडियोबाट फाइदा लिनु सक्नुहुनेछ यो जस्ट सेक भनेको छ सेकेन्डमा चाहिँ यो पुरै भइसक्छ ल 4 मिनेटको भिडियो हो स्किप नगरी हेर्नु होला है यति राम्रो मुहार हजुर पहिले कहाँ वेलकम
गट सेटिङ ल हेर्नु है भइसक्यो अब लक हटिसक्यो थ्याङ्क यू फर वाचिङ है